एउटा अडियो हाम्रो पनि आयो। त्यो गद्दारी हो कि होइन साबित हुन बाँकी छ, भ्रष्टाचार हो कि होइन साबित हुन बाँकी छ। तर मेरो नेता रवि लामिछानेले भन्नुभयो यदि 72 घण्टाभित्र जनताको अगाडि सत्य तथ्य ल्याइदिन सकिन भने, सार्वजनिक गर्न सकिन भने गढीमाईमा मलाई बलि चढाइदिनु होला। इज दिस अ जोक? नेपालको कांग्रेसका नेता विश्वप्रकाश शर्माले चितवन आएर भन्नुभयो तिनीहरू नो नट अगेन भन्ने अनि फेरि प्रचण्डलाई समर्थन गर्ने। उहाँले कांग्रेसका नेताहरूले टाउको मूल्य तोकेका माओवादीको दयाले तेस्रो चोटिमा चुनाव जितेको बिर्सिनु भएछ। अल्जाइमर लागेको रहेछ उहाँलाई, सट्ट अल्जाइमर। विश्वप्रकाशजी मेरो क्षेत्रमा पनि आए घन्टी मित्रहरू भन्नुभयो नि, मेरो क्षेत्र अरे मेरो क्षेत्र पनि त्यही हो झापा एक। र तपाईँ जस्तालाई कसरी नो नट अगेन गराइन्छ 84 को चुनावमा देखाउला। जय घन्टी। रवि कसको? रवि कसको? जनता कसको? जनता कसको? वैशाख 10 गते हामी आतुर छौँ त। रवि लामिछाने जिन्दाबाद। भोट केमा घन्टीमा, भोट केमा रवि लामिछाने जिन्दाबाद। गोकुल बास्कोटाको अडियोदेखि विष्णु पौडेलको बालुवाटारको जग्गादेखि यति ओमिनी काण्डदेखि एमाले माथि लागेका सारा भ्रष्टाचारका काण्डको 3 दिनभित्र छानबिन भएन भने म सिद्धिन तयार छु भन्ने दम रामप्रसाद नेउपानेको छातीमा छ। म यो प्रश्न गर्न चाहन्छु कि नेपाली कांग्रेसमाथि लागेका सम्पूर्ण भ्रष्टाचारका अभियोग, दाजुमाथि लागेको वाइड बडी काण्ड, भाउजूमाथि आएका आलोचनाहरू, कांग्रेसमाथि लागेका उनका नेताहरूमाथि लागेका आरोपहरूको छानबिन भएन भने म सिद्धिन्छु भन्ने हिम्मत जितनारायण श्रेष्ठको कलेजोमा छ। तपाईसँग विकल्प स्पष्ट छ। अर्को पनि एउटा आवाज मैले सुनेको छु, फलानो चाहिँ अलि इमान्दारै छ, राम्रै छ, त्यसलाई जिताइदिए पनि हुन्थ्यो कि भनेर पनि कतिपयले भन्ने गरेको सुनेको छु। याद राख्नुहोस्, यी पुराना राजनैतिक दलहरू यति धेरै दलदलमा गाडिएका छन्, यति धेरै भ्रष्ट र खराब भइसकेका छन् कि तपाईले गुण पठाउनु भयो भने पनि यिनीहरूले गोबर बनाइदिन्छन्। तपाईले यदि कुनै यहाँको सांसद इमान्दार छ भनेर जिताएर पठाउनु भयो भने पनि त्यो सांसदको काम के हो? त्यहाँ गएपछि बाको कठपुतली भएर, रबर स्ट्याम्प भएर, बाले आदेश दिए बित्तिकै हस् भनेर छाप हान्नु बाहेकको हैसियत हुँदैन त्यो सांसदको। मेरो विद्यालय जीवनको एउटा घटना याद आयो। मेरो साथी जीवन विष्ट यहाँ साक्षी छ, सिङ्गो धरान साक्षी छ। म धरानमा पढ्दाखेरि मेरो स्कुलमा एउटा ट्रोल बनेको थियो। यहाँ वक्तित्व कला प्रतियोगिता त गर्नै पर्दैन, रमेश प्रसाईलाई सिधै प्रथम पुरस्कार दिए भइहाल्छ, घोषणा गरिदिए भइहाल्छ। आज यो प्रचण्ड गर्मीमा तपाईहरूको उपस्थितिले मलाई यो विश्वास भयो कि वैशाख 10 को चुनावको नतिजा त्यति नै निश्चित छ। मैले चुनाव लोकतान्त्रिक व्यवस्थाको अवमूल्यन गरेको होइन, तर म एउटा कुरा चाहिँ दाबीका साथ के भन्न चाहन्छु भने सारा देशले गर्दैछ वैशाख 10 को घन्टी फेरि पनि बज्दैछ, चितवन 2 मा घन्टी। संसार साक्षी छ। गृहमन्त्री रहँदा 32 दिनभित्र उहाँले गरेका कामको बारेमा अघि नै माननीय हरि ढकालले चर्चा गरिसक्नुभयो। त्यसो भए अब उहाँ गृहमन्त्री पदबाट मुक्त भएपछि उहाँले पहिलो निर्णायकको रूपमा हस्ताक्षर गरेको निर्मला पन्तको न्याय कहाँ पुग्यो? उहाँले घोषणा गरेको देशभरिका अनियमित क्रसर र सिमानामा हुने अवैध तस्करी बन्द गर्ने जस्ता अनेकौं कामहरू कहाँ पुगे? कहीँ पनि पुगेनन् र कहीँ पनि पुग्दैनन्। त्यही कहीँ पनि नपुर्याउनको लागि त मिल्काइएको हो उहाँलाई त्यहाँबाट। त्यसकारण तपाईले यस चुनावमा प्रमाणित गर्नुहुनेछ तर कि जनताको अदालत भन्दा ठुलो यो जगतमा अर्को कुनै अदालत हुँदैन। म मेरो नेताले व्यक्तिगत रूपमा कुनै गल्ती गरेन होला भन्दिन, तर एउटा सानो गल्तीको यहाँ अंगीकृत इन्डियनहरू नेपाली नागरिक भएर धमाधम संसद छिर्ने बेलामा एउटा जन्मजात नेपाली नागरिकलाई एउटा कागजको खोस्टो नभएको आधारमा सांसद पदबाट मन्त्री पदबाट निष्कासित गरियो। म यति चाहिँ भन्न सक्छु, यो जे गरियो
यसले घाटा मेरो नेता रविलाई होइन मेरो देशलाई घाटा भयो। त्यसकारण त्यो घाटा चितवन 2 ले पूर्ति गर्नेछ। म एउटा ताजा घटनाको उदाहरण दिन चाहन्छु। नेपालको इतिहासमा नेताले घुस खाएका कमिसन मागेका अडियो आउने सिलसिला पुरानो हो। कृष्णबहादुर महराले 67 साल भदौमा चिनिया नागरिकसँग 50 करोड मागेको अडियो आयो। गोकुल बास्कोटाले 70 करोड मागेको अडियो अस्ति भर्खर आयो। तर न माओवादीले महरालाई कुनै कारबाही गर्यो न एमाले बास्कोटालाई। अझै बास्कोटाको शिरमा त स्वयं बाको हात छ। एउटा अडियो हाम्रो पनि आयो। त्यो गद्दारी हो कि होइन साबित हुन बाँकी छ, भ्रष्टाचार हो कि होइन साबित हुन बाँकी छ। तर मेरो नेता रवि लामिछानेले भन्नुभयो यदि 72 घण्टाभित्र जनताको अगाडि सत्य तथ्य ल्याइदिन सकिन भने, सार्वजनिक गर्न सकिन भने गढीमाईमा मलाई बलि चढाइदिनु होला। इस दिशा चोक नेपालको चौथो शक्तिको राजनैतिक नेता कसले बलि चढाउँछ र भन्नु होला। घडी हेरेर यदि अबको भोलि साँझसम्ममा पनि यसको नतिजा आइपुगेन भने त उहाँको राजनीति सकिन्छ। रवि लामिछानेको राजनीति सिद्धिन्छ। उहाँको पछि देश परिवर्तनको सपना बोकेर हाम फालेका म जस्ता कतिको भविष्य सिद्धिन्छ, तपाईहरुको सपना सिद्धिन्छ। यी सबै कुरालाई उहाँले इमानको बदलामा बाजी राख्नु भएको छ। के इमानको बदलामा आफ्नो प्रतिष्ठा, आफ्नो प्राण, आफ्नो जीवनको बाजी लगाउन सक्ने कुनै अर्को नेता छ यो देशमा? त्यस्तो एकमात्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो र एकमात्र नेता मेरो नेता रवि लामिछाने हो। आज यहाँ कतिपय कोही कन्फ्युज पनि हुनु भएको छ। कसलाई रोज्ने, फेरि आफ्ना पार्टीका उम्मेदवार छन्। यो कुनै पार्टीको अलि राम्रै गढ हो भन्ने सुनेको छु कालिका। हुन त मलाई 21औं शताब्दीको मतदाता कुनै चुनाव चिन्हको दास भएर बस्छ भन्ने विश्वास लाग्दैन। तैपनि कोही कन्फ्युज हुनु भएको छ भने म उहाँहरूलाई स्पष्ट पार्न चाहन्छु। यो कालिकामा उभिएर म प्रश्न सोध्न चाहन्छु कि गोकुल बास्कोटाको अडियोदेखि, विष्णु पौडेलको बालुवाटारको जग्गादेखि, यति ओमिनी काण्डदेखि एमाले माथि लागेका सारा भ्रष्टाचारका काण्डको 3 दिनभित्र छानबिन भएन भने म सिद्धिन तयार छु भन्ने दम रामप्रसाद न्यौपानेको छातीमा छ। म यो प्रश्न गर्न चाहन्छु कि नेपाली कांग्रेसमाथि लागेका सम्पूर्ण भ्रष्टाचारका अभियोग, दाजुमाथि लागेको वाइड बडी काण्ड, भाउजूमाथि आएका आलोचनाहरू, कांग्रेसमाथि लागेका उनका नेताहरूमाथि लागेका आरोपहरूको छानबिन भएन भने म सिद्धिन्छु भन्ने हिम्मत जितनारायण श्रेष्ठको कलेजोमा छ। तपाईसँग विकल्प स्पष्ट छ। तपाईले मनमा हरि भएका र हरि हराइसकेका मध्ये एकलाई रोज्नु पर्ने छ। कसलाई रोज्ने विवेक तपाईसँग छ? रवि लामिछाने जिन्दाबाद। हामीलाई वैकल्पिक शक्ति भन्छन्, तर राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक शक्ति होइन, अबको एकमात्र निर्विकल्प शक्ति हो। अर्को पनि एउटा आवाज मैले सुनेको छु, फलानो चाहिँ अलि इमानदारै छ, राम्रै छ, त्यसलाई जिताइदिए पनि हुन्थ्यो कि भनेर पनि कतिपयले भन्ने गरेको सुनेको छु। याद राख्नुहोस्, यी पुराना राजनैतिक दलहरू यति धेरै दलदलमा गाडिएका छन्, यति धेरै भ्रष्ट र खराब भइसकेका छन् कि तपाईले गुण पठाउनु भयो भने पनि यिनीहरूले गोबर बनाइदिन्छन्। तपाईले यदि कुनै यहाँको सांसद इमानदार छ भनेर जिताएर पठाउनु भयो भने पनि त्यो सांसदको काम के हो? त्यहाँ गएपछि बाको कठपुतली भएर, रबर स्ट्याम्प भएर, बाले आदेश दिए बित्तिकै हस् भनेर छाप हान्नु बाहेकको हैसियत हुँदैन त्यो सांसदको। त्यसकारण कसैको कठपुतलीलाई जिताउनुहुन्छ कि जनताको आशाको दियोलाई? तपाईले यदि यो चुनावको नतिजामा केही गरी तलमाथि भयो भने रवि लामिछाने मात्रै हार्दैन, म जस्ता युवाहरूको आशा हार्छ, हाम्रो भविष्य हार्छ, हाम्रो सपना हार्छ, मेरो देश हार्छ। त्यसकारण मलाई विश्वास छ चितवन 2 ले मेरो देशलाई हार्न दिनेवाला छैन। अस्ति यहाँ एकजना नेताले चर्चा परिचर्चा गर्दै हुनुहुन्थ्यो। कांग्रेसका नेता विश्वप्रकाश शर्माले चितवन आएर भन्नुभयो तिनीहरू नो नट अगेन भन्ने अनि फेरि प्रचण्डलाई समर्थन गर्ने। उहाँले कांग्रेसका नेताहरूले टाउको मूल्य तोकेका माओवादीको दयाले तेस्रो चोटिमा चुनाव जितेको बिर्सिनु भएछ।
अल्जाइमर लागेको रहेछ उहाँलाई सट्टम अल्जाइमर। विश्वप्रकाशजी मेरो क्षेत्रमा पनि आए घन्टी मित्रहरू भन्नुभयो नि मेरो क्षेत्र अरे मेरो क्षेत्र पनि त्यही हो झापा एक। र तपाईँ जस्तालाई कसरी नो नट्यागन गराइन्छ 84 को चुनावमा देखाउला, फिल्म त्यतिखेर देखाउला, ट्रेलर चितवन 2 मा आउँदैछ। वैशाख 10 गते हेर्नु होला। रवि लामी जाने जिन्दाबाद।